निर्वाचन प्रणाली पनि यति खर्चिलो एउटा स्थानीय निर्वाचनमा तपाईहरुले भोग्नुभयो होला। मैले त यही ढोरपाटनमा केही जनताले भनेको सुने स्थानीय निर्वाचनमा 10 करोड खर्च गरेर कोहीले 10 करोड खर्च गरेर जित्छन्, कोहीले 10 करोड खर्च गरेर हराउँछन्। फेरि अर्कोलाई हराउन पनि करोडौं खर्च गर्नुपर्ने यो सिस्टममा पनि हामीले सुधार गर्नुपर्ने छ। त्यसकारण आदरणीय जनसमुदाय हामी सबै संविधान संशोधनतिर अब बिस्तारै 10 वर्ष पुगेपछि संविधानको समीक्षा गर्नुपर्छ भनेर हामीले त्यति बेलै संविधान सभाबाट संविधान घोषणा गर्दा भनेका थियौं। 10 वर्ष पुग्यो, अब समीक्षाको बेला आयो। हामीले गम्भीर ढंगले संविधानमा के कमी रहे, के अपुग भए, के संशोधन गर्न जरुरी छ भन्ने कुरा र जनताको अधिकार खोज्ने गरी होइन, जनताको अधिकार थप्ने गरी विकास निर्माणलाई गति दिने गरी संविधान संशोधन गर्नुपर्छ र त्यसको समीक्षा सुरु गर्ने बेला भयो। म तपाई आदरणीय जनसमुदायलाई यहाँ उपस्थित सबै बुद्धिजीवी साथी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि गम्भीर समीक्षा सुरु गर्न र सुझावहरू केन्द्रित गर्न म अपील गर्न चाहन्छु। त्यसले मात्रै देशमा फेरि एउटा विकासको नयाँ लहर जान सक्दछ।